यहाँ सम्पूर्णमा नमन व्यक्त गर्न चाहन्छु। म चाहिँ यहाँहरूलाई रोल्पाको सदरमुकाम लिबाङ बजारको सेरोफेरोलाई चाहिँ यहाँहरूमाझ देखाउन गइरहेको छु। यो चाहिँ लिबाङ बजारको सदरमुकाम, रोल्पाको सदरमुकाम लिबाङ बजार हो। त्यो माथिको डाँडामा बसेको गाउँलाई चाहिँ गुरुङ गाउँ भन्ने गरिन्छ भने चाहिँ यो तल्लो बजार चाहिँ रोल्पाको सदरमुकाम लिबाङ बजार सेरोफेरो यहाँहरूमाझ मैले देखाइरहेको छु। आज चाहिँ पानी परेर एकदमै सफा मौसम चाहिँ यहाँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ रोल्पाको सदरमुकाम लिबाङ बजार सेरोफेरो हो। यो तलको चाहिँ खोलालाई चाहिँ हामी बाङ्सी खोला भन्ने गर्छौँ र जलजला जानको लागि पनि यो देखेको सडकलाई चाहिँ तपाईँ प्रयोग गर्न सक्नुहुन्छ। भने त्यो पुल देखिन्छ, त्यो कट्यो भने चाहिँ हामी चाहिँ रोल्पा नगरपालिका 9 वहाँमातर्फ लाग्छौँ भने त्यो पुलतर्फ गएको बाटोलाई छोडी हामी सिधै अगाडि बढ्यौँ भने चाहिँ रोल्पा नगरपालिका 10 धबाङ हुँदै जलजलाको सेरोफेरो चाहिँ हामी जान सक्छौँ। यो पारी देखिएको चाहिँ जलजलाभन्दा अगाडिको डाँडा, धरमपानीको डाँडा भन्ने गरिन्छ यसलाई। यो सेरोफेरो हुँदै हामी जलजला जान सक्छौँ। यहाँ चाहिँ रोल्पा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। सँगैको बाटो हुँदै चाहिँ तपाईँ रोल्पा आँखा केन्द्र, तिलगङ्गा आँखा केन्द्रको चाहिँ शाखा रोल्पामा रहेको शाखामा पनि तपाईँ भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ पारी चाहिँ देखिरहेको, यहाँनिर देखिरहेको चाहिँ यो बाल कल्याण नमुना मावि रोल्पा जिल्लाकै राम्रो सरकारी स्कुलमा चाहिँ हामी गर्न सक्छौँ, मान्न सक्छौँ। थलीबाङ इलाका हो यो भने चाहिँ यो चाहिँ सुर्खेती डाँडा र यो चाहिँ परिवर्तित नाम चाहिँ सुन्दर नगरी रोल्पाको 7 बाटो के 7 ताले खोला एरिया छ। यो माथिको चाहिँ यहाँ हामीले चाहिँ जलजला क्याम्पसलाई भ्यू गर्न सक्छौँ। भने यो माथिपट्टि मसिनाको लेक यहाँनिरबाट हामी देख्न सक्छौँ। रोल्पा सेनामुख तत्कालीन द्वन्द्व समयमा चाहिँ यसमा चाहिँ डङ्गा प्रहरीहरूलाई चाहिँ राख्ने गरिन्थ्यो भने यो